है शिवजीलाई पूजा गरेर मात्रै ल बाबा बाबा उता उता शिवजीलाई अरू केही नि होइन केसरी पहेँलो पहेँलोले छर्दी भयो ल अब त्यो उस अक्षता सेतो चाहिँ सेतै त्यो रातो गरिदिने क्या ल ल अब त्यो जौती लु त्यहाँ जौती भाङ्नु र भाङ्नु चाहिँ अब ल्याउनु ल बस त्यो लाभा त्यो छेउमा हाल्दै त्यो बदामको ठाउँमा चाहिँ त्यो हाल्छ राम्रो एउटा सेतो फुल हाल्दै त्यहाँसम्म सिन्दुर एउटा ल ल नमस्ते ल ल अब उसको के भन्छ नाकलाई काली नाकलाई सर यो पानी घुमाउ छर्के बसेर आज छर्के त्यसो तन्किन पनि सक्दैन यार दुइटालाई पूजालाई लाग्ला काली नागले सेत नागलाई छर्दी राख्यो घुमा घुमा यसरी घुमा ल दुइटा ल अब यता ल घुमा ल ब उता कुनामा त्यो उता कुनामा दुधले अब यो गर त्यो फोटो राख्दै एउटा पहिला फोटो राख्ने फोटो राख पहिला यता एउटा नागलाई यस्तो गरेर राख्नु अब यस्तो 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 होइन क्या यस्तो गरेर राख्नु तँसार क्या नाक्थ्यो म त्यसरी त्यसरी ल चौराको त राख एकातिर फर्केको पनि नाच्दैन फर्छ कि बुढो होइन कि यसो गर भनेको यसो सुता न यसो अलिकति ठहराएर सुताइदियो भनेको कस्तो ठ्याङ्गै ठहराएको हावा आयो नि उठ्छ अलिक सुताकै हो त्यसरी हो त्यसरी उतातिर फर्काउने भन्छ के अरे उतातिर यस्तो यस्तो यसलाई पनि यता फर्काइदिन्छ अब यसरी हो त्यसरी यता फर्काउने अरे आज ल दुध है ल दुध अब दुध पहिला पुच्छरमा गर यही चढाइदिनु हुन्छ ल त्यहाँ चढाउँदै यसो घुमाउँदै टाउकोमा जान कति घुमाउँदै चढ्नु जाने हो र यसो मिल्नु परेन ल घुमा ल उता त्यहाँ माथिबाट आउँदै त्यो सिनेमा गरेर घुमाएर यता ल ल त्यहाँ ल अरू अब केहीले पनि पूजा गर्ने होइन उस के भन्छ अरे ऊ हाल सुपारी त्यहाँ अब त्यहाँ ठ्याक्क सुपारी हाल्छ उता पनि हाल पैसा पैसा अब पैसा त्यहाँ ठ्याक्क सुपारीतिर हाल उता पनि हाल अब सुपारी राखेपछि के हाल्छ अब पूजा गर सिन्दुर लिएर अक्षत यो लाभा मात्रै जौतुन मात्रै त्यो भएन बुढो बुढियो बुढो भयो भिडियो है कति लामो खिच्ने अरे भिडियो सुपारीलाई गर्नु सुपारी गर नाकको त्यो फोटोलाई शिरमा गर नाकको फोटो शिरमा गर ल नाकरा जा बोल्छु इच्छामा गर भन् बोल्छु इच्छामा गर भन् आज त रङ्गाउने होइन के हो र ल अब अक्षत अर्को वर्ष राम्रोसी बनाएर गर्न पाऊँ बोल्छु छामा आफ्नो ठाउँमा बस्ने दुःख नदिने लाभा खुट्टा चढाउँदै नगर जौती लाभा हाल मैले जस्तो जाने त्यस्तै गरेँ भन्दै हाल्नु होइन म भन्नेहरू उ गर्नुपर्छ त्यो भयो ल मैले जस्तो जाने भयो भने मैले त्यसै गरेँ भोलिसक्यो छामा भयो भने ल है अब आएर दुबो पात त्यो दुबो पाँचवटा गर्छ त्यो 10वटा ल्याएछ 5-5वटा गर 5वटा निकाल 5वटा सेतो फुल्ली त्यो पनि अर्को सबैले
अच्छा देखा ऊ त ठडेको ऊ खसिसक्यो भयो ठडेछ भन्दै चाहिँ यसरी फुल्दै ल गाईको गोबर 200 रुपियाँ त्यहाँ त्यसो नलगाइदियो पहिला त्यो त नलगाइदियो मेरो गोबर नाम मात्रै गरिदिएको पहिला साह्रो ऊबाट अझै के अरे गोबरको दियो बनाएर हाल्यो पहिला पहिला दुध हाल्ने पनि त छैन होला गोबर ऊ त्यो छेउमा छैन माथि हेऱ्यो क्या यहाँ छेउमा यो साइड साइडमा अलिकति मात्रै यसो अलिकति मात्रै लगाइदियो फोटोमा चाहिँ यसो मात्रै लगाइदियो फोटो मात्रै कसरी नागकोमा नागलाई गोबर राख्न हुन्न भन्थे गरे ल यहाँ काट्दै नागलाई गोबर किन्नु आउनु नागलाई उहाँ तास्दै गोबर नागले गोबर राखे नाग आउनु अरे क्या त्यो ठाउँमा भन्थे अब थाहा छैन त्यही भएर नागले गोबर होइन नाग राख्यो भने नागभित्र नपसोस् भनेको ल फोटो राख्यो भने नागभित्र नपसोस् भनेर अब त्रिशूललाई पूजा गोबर देखेर डराउँछ भन्थे कि मलाई क्या थोरै थोरै त्यो त माथि राखेको यता तल हातले छेउमा गऱ्यो भने हुन्छ एकैपल्ट फेरि पूजा गर्दा तिर्सुले बाङ्गेर त्यहाँ पुग्यो अनि ऊ के भन्छ र त्यो केसरी केसरी ऊ भन्छ केसरी अब त्यो अक्षर ल सेतो फुल एउटा हाल्दै छेउमा त्यो तल हाल्दै तल ल त्यो ध्वजा बाँध्ने जने त नचरायो जस्तो त त्यो नाकलाई जन चरा त त्यो बाँधेर बाँध्दै नाकलाई सेतो हो क्या छैन कि जने चरा त काली नाकलाई काली नाकको कपडाहरू चाहिँ अब यो पात्र त्यसरी हुन्छ त्यही हुन्छ खबरडमै त्यो अगाडि गरेर अलिअलि दुध हाल्यो ल अलिकति अटाइ हुन्छ हुन्छ भयो ल दुध हाल्दै दुधमा यता पनि होइन त्यो ऊ दुनासँग त्यसो त्यो नालो यहीँ राख त्यसो त अलिक भारी भारी मार्ला अब यो रोटी पनि चलाइदियो त्यो उमै राख्यो हुन्छ ए खिरमै राख्यो शिवजीलाई थोरै यो पातहरूले ल अब सक्यो है अब भोलि चाहिँ छामा ल अब पूजा केसरी सबै चिज हाल्यो केसरी त्यो त्यसरी अब उस सिधो पनि हाल्यो त्यो लाभा थोरै हाल्छ त्यो लाभा थोरै हाल्छ त्यो पाती एउटा हात पर्ला बडा टाढो यता फर्काएर टाढो राख्ने हुन्छ कि ढुङ्गासम्म हुन्छ कि है ल अब त्यो ढोक न त्यहीँनिर हो त्यहीँ सिधा हो त्यहीँ टाको ढोक ल ल अब अगाडि